लेट्स गो हाम्रो चाहिँ राइड यहाँबाट सुरु हुन्छ हैन टक्क आज चाहिँ हाम्रो फर्स्ट टाइम हाम्रो प्रवीण डाँडा चाहिँ हामीसँग जोइन भएको छन् अनि आफ्टर धेरै लङ समयपछि आशिष ब्लग्स चाहिँ हामीसँग चाहिँ इन्भाइट हैन अनि एपी ब्लग्स प्रवीण डाँडा सियाश्री मोटो ब्लग्स चलपल ब्लग्स है केटा हो त्यही हो सबजनाले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु हैन त्यही हो बाइकले चाहिँ फुल्ली साथ दियोस् हैन त्यही हो केटाहरू छेउमा बेजेट चाहिँ हुनु भएन एकछिन पछि नै हिँडौँ है पछि नै हिँडौँ के एकछिन पछि नै हिँड्नु है त्यहाँ बाटो अप्ठ्यारो चिन्नुहुन्न क्या है के दाम भएछ रे कपाल चाहिँ युनिक होइन त केटा हो कमेन्ट गरौँ है सबैजनाले कपाल कस्तो लाग्यो है अनि उहाँ चाहिँ हाम्रो के अरे कबड्डी फिल्मको झ्याङ्डी बुढो है रमाइलो है ठाउँ चाहिँ भेजै छ बाटो चाहिँ अलि औडै रहेछ क्या त्यो अनि सरी फर एभ्रिथिङ है बाइक साइक लड्यो ह्यान्ड ट्यान अग्रम बग्रम धेरै कुराहरू भइसकेछ यहाँ अनि मेरो पनि त्यही हो नयाँ एडेप्टरको ऊ जोडिने केटाहरूले न मुला रेकर्ड देखिने त्यस्तै भयो है अब चाहिँ आउँछ होला अलि राम्रो है यति दुःख गरेर आइसकेपछि सबैजनाले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है सियाश्री मोटो भ्लग्सलाई जति सक्नुहुन्छ त्यति माया गरिदिनु होला सकेसम्म सेयर गरिदिनु होला लाइक कमेन्ट गरिराख्नु होला किनभने तपाईँहरूले लाइक कमेन्ट गर्यो भने थाहा हुन्छ कि मलाई कसले भिडियो हेरेछ कतिले माया गरेछ कसले गरेको छैन एभ्रिथिङकै मलाई बल्ल आई नो होइन नत्र मलाई कहाँ थाहा हुन्छ त नि होइन तपाईँहरूले कसले भिडियो हेऱ्यो कसले लाइक गरिरहेछ कसले कमेन्ट गरिरहेछ कसले माया गर्नुभएको छ कसले सपोर्ट गर्नुभएको छ थाहा हुन्न नि त है अनि त्यही हो अनि तपाईँहरूको लागि यस्तो अप्ठ्यारो बाटो आइरहेको छु प्लिज माया त गर्नु पऱ्यो नि होइन किडुको मान्छेहरू सबैले कमेन्ट गरिदिनु होला आइएम फ्रम किडु भनेर है अनि त्यही हो अनि माया गरिदिनु होला किडु राइड इज द ओपी राइड है केटाहरूले रन्काइरहेको छ बाइक चाहिँ अहिले चाहिँ होइन हल्का फर्ममा आयो जस्तो छ सो आउनु पऱ्यो नि फर्ममा पनि ढुलो चाहिँ वाइल खायो म्याचिङले केटाहरू के खाएको ढुलो यस्तो वाइल ढुलो खाइयो यार वाइल ढुलो खायो केटाहरूले यार डाँडाहरूले भनौँ न के केटाहरूले भन्ने होइन सबै डाइडाइ हो होइन आइरहनु नो कटाबाट हिँड्दा थाहै हुन्न फेरि रोकिनु हुँदैन यस्तोमा है किन ग्रुप राइड हो नि त यहाँ एउटाले रोक्यो भने सिधै अर्को गएर जोडिदिने हो क्या त्यही बाइक उपाय हुन्न नि त डाइरेक्ट जोडिदिन्छ नि त बाइक अनि सो प्लिज नखानी ढुलो मुजी अटी भयो बरु अगाडि हिँड्छु एक्लै त्यस्तोमा ढुलो खाएर कहाँ हुन्छ भने अटी ढुलो खाने के म्यागरक्स यहाँबाट खस्यो भने चाहिँ सिउ टु बी गुड नाइट है केटा है बाँच्ने कुनै ऊ छैन क्या ठाउँ छैन क्या सब अन द स्पोट डेट हो अनि बाटो कति बेला कस्तो आउँछ थाहै हुन्न अनि बाटो चाहिँ टु सानो के होइन लुक्या ठेयरकै होइन भ्यू पनि यस्तो दामी छ होइन बाटोमा चाहिँ दाउरा रहेछ तर दाउराले के हुन्न आन्टी ढुक्क भयो हुन्छ अनि के हो हामी त अर्कै ठाउँमा आयो जस्तो भयो त यहाँ सोध्नु पर्ला किडु जाने होइन किडु जाने किन र यहाँ हाल्न मिल्दैन चलाउनु मिल्दैन र चराम चरिहाल्छ नि यार आन्टी डट बाइक हो नि त ओ हालम न सरकार के हो गाह्रो पऱ्यो कि क्या हो गाह्रो पऱ्यो कि क्या हो आम के ओ ढुक्कम लडे नि केही हुन्न के हाले 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 लेट्स कम केटा त्यो भाइ चाहिँ झाक्यो है त्यो भाइ चाहिँ गएन सही हो योले हेन्डीले दिन के यो यहाँ अक्केर हेन्डोले नकाटेको के
हिँड भाइ लट्ट्याउ र पल्ट्याउ र अब तर मुजी बाइकलाई त माया गर्नु पर्यो नि हल्का लङ दिनु न टर्निङ त कस्तो मुजी पुरा गरेको बाइकले राम्रो पिकअपै दिएको छैन यी पर्फर्मेन्स छैन रोगम बाइक ओभर हिट भयो रोगम ए मुला बुढो त्यस्तोबाट लङ टर्निङ लिनु न सर्टबाट कस्तो जान्न मान्छे कस्तो मुला रहेछ नि बुढो हेर्नु बाइक सबको ओभर हिट थियो भाइ लडेर रहेछ तल मुलाहरू लड्छन् क्यामेरामा रेकर्ड हुन्नन् स्पारले पिट्टी चाउचाउ हाल्नु त है पिट्टी चाउचाउ खाइरहेको छ पानी भरेर जगल्टेद्वारा दाइ तपाईँ कुन फिल्म खेलेको अरे पहिला कुन फिल्म खेलेको अरे भन्नु न कबड्डी फिल्म खेलेको होइन र झ्याङ्ग्री अर्काको स्वास्नी बिगार्ने यही मान्छे त हो नि कमेन्ट गरौँ है अर्काको स्वास्नी बिगार्ने मान्छे यही मान्छे अनि कोही यसो घरबार बिग्राउनु छ भने मान्छेलाई कन्ट्याक्ट गरे हुन्छ होइन नम्बर चाहिँ मैले तल गर्छु नभए कमेन्टमा डाइरेक्ट सोध्यो हुन्छ हानिदिन्छु ड्याममा पाराले अब यहाँ चाहिँ हिँड्नुपर्छ होइन अलिअलि कस्तो शरीर लो फिल भइरहेको छ मेरो चाहिँ किनभने चाहिँ धेरै रेस गरेँ यहीँ सुत्न मन लागिरहेको थियो अनि यहाँ दाउरा घाँसहरू है बाइकले चाहिँ स्टार्ट हान्न पऱ्यो के केटा कति बेला दुईमा नि हानिरहेको छ बाइकले है कति बेला एकमा नि हान्दैन अनि त्यस्तो बाटोले चाहिँ लडिन्न होइन किरु जाने यतै हो तर चाहिँ CS3 मोटो भ्लग्सलाई सपोर्ट गर्नुपर्छ है केटा है किनभने चाहिँ यस्तो डु गरिरहेको छ नि त होइन भ्लगिङमा होइन अनि यस्तो ओ माया डक्स दिस इज द गाउँकै केटा है ए हेर न मा कसम टुके क्या खतरा देखिरहेकै गाउँ ए हो भने कसम यु क्यान सी है केटा है सर्ट यो पाउडर होइन दाइ पाउडर गाउँ होइन हामी चाहिँ सबै यहीँ छौँ होइन चिल पाराले अनि पाउडर गाउँ चाहिँ ओ माइ गॉड टु दामी है क्या खतरा देखेको क्या धेरै गाउँ देखेको थिएन नि त अघि हिँड्दै सो अचानक देख्दा चाहिँ यस्तो रमाइलो लाग्यो है यता पनि गाउँ होइन कस्तो भइरहेको छ र हावाहरू लड्ने पछाडि परेर लोडेछ घरिघरि यो केटा रौडा लोड्यो क्या अघि दिन होइन तर पछाडि बसेर के मलाई अगाडि आउनै नमान्ने भनेको क्या बेचेट हुन्छ भनेर बाटो नि डेन्जर रिक्सी थियो नि त सो अनि लडिन्छ भन्ने सोध्छ होइन अनि मलाई अगाडि आउनै नमान्ने भने बाइकलाई रेस्ट पनि दिनुपर्छ है अनि हामी चाहिँ रङबाट आयो रहेछ है सो बाटो थाहा छैन नि त अनि त्यही भएर तल फर्किन लागेको हो हामी चाहिँ एक्चुअली किरु जान लाग्यो नि त हामी पाउडर आइपुग्यो होइन पाउडर गाउँ आइसक्यो है अनि बाटो चाहिँ हामी रङ वे आयो रहेछ क्या होइन सो हामी चाहिँ फर्किरहेको छौँ अहिले चाहिँ है राइड वेट जान पर्यो है सो तपाईँहरू चाहिँ यही टक्क किरु आउने बेला चाहिँ हामी चाहिँ रङ बाटो हिँड्यो नि त अनि तपाईँहरूलाई चाहिँ रङ बाटो नहिँड्नुहोस् भनेर चाहिँ हामी रङ बाटो पनि हिँडेको छ है सबैले माया गरिदिनु होला अनि जो कोही पनि किडु पाउडर गाउँबाट हुनुहुन्छ भने मलाई प्लिज कमेन्ट गरिदिनु होला मेरो चाहिँ टिकटकमा पनि आउँछ होइन
अनि युट्युबमा पनि CS3 मोटो भ्लगमा ड्याङ आउँछ होइन CS3 मोटो भ्लग्स पनि भिजिट गरिदिनु होला होइन अहिले हेरिराख्नु भएछ भने थ्याङ्क यू भेरी मच भन्न चाहन्छु त्यही हो अनि यो बाटो चाहिँ कहाँ होला एक्चुअली किडु जाने कता हो किडु यो माथि होइन तल अरे तल अब त्यही त हो होइन बाटो साटो थाहा भएन होइन अनि के गर्नु एक्चुअली कुन बाटो थाहै छैन केटाहरू ओह्रालो बाटो रन्किरहेको छ ठेटो बाटो हो र ए ओए तल बाटो ओ दाइ तल बाटो तिरा छ हिलो रहेछ यता चाहिँ आइरहनु होइन किडु के केटा है अनि मलाई चाहिँ नाम चाहिँ धेरै इम्प्रेस भएको थियो नि त म किडु अनि त्यो दाइलाई मैले किडु भन्थेँ अनि कति भन्छ यो किडु भन्ने चाहिँ एक्चुअली कस्तो छ भन्ने थियो क्या त्यो दाइलाई होइन अनि बिस्तारै लेचिँदै बाबुलाई एउटा यस्तो खारो खिचेर है
त्यसो न ए दिनभर गाह्रो भइसक्यो फाइनली सिआरसी मोटर भन्छ बाइक हाल्ने त्यस्तो छ अरे पागलै भइसक्यो बाइक के भइसक्यो थाहा छैन धेरै भइसक्यो बाइक है यस्तो भयो कि बाटोमा ट्र्याक्टर बिग्रियो होइन त्यो ट्र्याक्टर बिग्रेर यस्तो भइसकेपछि अब जानु पऱ्यो कन्टप्पेमा गएन टुम्बा ठाउँबाट चाहिँ निकालियो है अनि यहाँ केटाहरूले सबले सहयोग गर्यो बाई बाई त्यहाँ चाहिँ होइन ओए मा पेट्रोल अफ भएको नि थाहा पाउन राइडरहरू है अनि बाटो चाहिँ वाल ओपी है ओ माई गड दिस इज द वे के केटा डट बाइकको लागि यो झट्टीको बेस्ट चाहिँ होइन लगभग कुनै हुन्न के वाल ओपी राइड है अनि आई डोन्ट नो कति टाढा हो यहाँबाट है होइन यो दियो कि होइन कुन बाटो हिँड्छ डबल बाटो देखिरहेको छु है बाटो चाहिँ दुईवटा रहेछ होइन कडा बाटो हो किरु जाने एक्चुअली होइन थाहा छैन बुढाले चाहिँ यही बाटो भनिरहेको थियो होइन ए हामी चाहिँ अहिले भर्खरै यो के भन्छ पाकडर गाउँबाट निस्क्यो होइन उसको लागि चाहिँ अनि सो बाटो चाहिँ वाइल्ड डेन्जर छ क्या अनि जता पनि खिचै गर्न मन लाग्ने छ होइन भ्लग चाहिँ बनाइराख्ने टाइपको छ त्यही त हो नि अनि यति भएन भने नेपाल के भन्ने है नेपालमा प्रगति त हुन्न खासै होइन जेमा पनि दुर्गति नै दुर्गति छ होइन कहिले बन्छ पिच बाटो अनि कहिले हच्छ डट बाइक त्यही हो किडु जाने तल्लो बाटो भने कि उल्लो बाटो तल्लो बाटो भन्यो होला तल्लो बाटो कि उल्लो बाटो भनेर तल्लो बाटो होला कहाँ तल्लो बाटो होला के आयो है अनि ठाउँहरू चाहिँ वाइल्ड के है वाइल्ड आई डोन्ट नो वाट के हो यो गाउँ होइन सायद किडु भन्ने ऊ त्यही हो त्यो चाहिँ किडु है त्यो किडु चाहिँ फाइनल्ली देख्यो है बाडलुको घुम्टोभित्र तिमीलाई लुकाऊ कि तिमीलाई माया गर्न जुनी माउखी म तिम्रो न्युटी के गरौँ तिमी भित्रै रहेछ गरे नि राम्रै छ तिमी केटाहरू आयो थाकिसकेको अवस्था बाटो नि यस्तो टाइपको छ नि त ओ माई गड अगाडि डेन्जर काट बाटोमा पानी धेरै भयो साइड खोला नडरेको होइन आफ्टर लङ टाइम हामी खोला टर्यो थ्याङ्क यू आएर त खिरी होइन बाटो त त्यही त हो नि केटा हो यताको के हो हामीले चाहिँ किडु कोहीलाई चिनेको छैन है एक्चुअली है हामी चाहिँ यति हिँडिरहेको छ नाम राम्रो लाग्यो होइन जाउँ न कस्तो रहेछ ठाउँ भनेर हेर्नलाई हिँडिरहेको हो एक्चुअली म फास्ट भएको केटाहरू सोलो भएको आइरहनु है तर म चाहिँ कुडिरहेको छु केटाहरू चाहिँ कुडेकै छैन के यत्रो सर्ट टर्निङमा केटाहरू लड्डो रहेछ क्या प्रायः जस्तो दिने हो क्या यस्तो टर्निङमा हल्का सुटाइदिनु पऱ्यो नि त बाइक
जस्तै टाइम लाग्छ क्या बिस्तारै क्या यो कुन गाउँ हो फेरि आज कुकुर र म होइन वार किडु भन्ने यही हो किडु गाउँ यही हो किडु यही हो उटानी छ किडु आएन तर त्यहाँ टक्कन चाहिँ हामी जान्छ होला है एक्चुअली किडु नै होला त्यो है अनि हामी एक्ज्याक्ट कन्फ्युज भइरहेको छ गएर सोध्छ हामी चाहिँ है अनि हाम्रो पेट्रोलले कतिको साथ दिन्छ आइरहनु है पेट्रोल धेरैको हालेको थिएन तर ननस्टप उकालो थियो क्या अनि सो आइरहनु है अनि अब 5 मिनट हो 5-10 मिनट आइरहन्छ होइन त्यहाँपछि आइहाल्छ अनि तल चाहिँ होइन होला माथि नै होला बाटो अब तल चाहिँ होइन होला ओए भाइ जो साङ्गिक अवस्था है यस्तोमा चिप्लो हुन्छ फ्ल्याट त पर्छ हाम्रो बाइक एकदम केयरफुल हुनुपर्छ बाइकलाई चिसो लाग्यो कि आऊ दिइरहेको छ त भाइले भाइले त दिइरहेको छ है कङ्के पाराले है भाइ फेरि हल्का अप्ठ्यारो आयो भने फेरि हल्का स्लो भइहाल्छ क्या त्यही स्पिडमा हिँड्दैन क्या यति हो अनि ओभरटेक हान्नलाई धेरै पर्ने क्या इजी हो त्यही पनि मेरो बाइकै खासै कुदिरहेको छैन क्या एक्चुअली भन्नुपर्दा अनि ठाउँ चाहिँ मायाको सम्भवले है अनि चिसो लाग्ला है बाइकलाई परस्परले चाहिँ अति चिसो लाग्छ है आइरहनु त चिसै ठाउँ होला यो परफॉर्मेंस है केटा एक्साइट हो गया केटा जट्टी बाइक र कुडे पनि त्यही हो दिस इज द किडु है ओडिने यो किडु यही हो ए उटाने यो के हो नि यो नि यो पसल जाम न जाम maybe this is a kidu है हाँ यही होला किडु हाँ किया जाने र ओभर हिट दोकान छ हैन दोकान छ दाइ दोकान हो फाइनल्ली खाजा साजा खाइयो हामीले हैन धेरै रमाइलो गर्यो टिकटक सिकटक यताउता सबै बनाइयो अनि यो चाहिँ किडु गाउँ रहेछ अहिले मैले चाहिँ सिंगल एउटा घर मात्रै देखेँ यहाँ चाहिँ हैन एउटा घर चाहिँ वहाँ पर तल चाहिँ ग्राउन्डहरू गेमहरू खेलिरहेको रहेछ
आज ट्र्याक्टर बिग्रेछ आज ट्र्याक्टरले घाट हान्रहेछ है त्यही हो जस किदु जस रमाइलो राम्रो रहेछ होइन ठिकै नट ब्याड नट गुड टाइपको लाग्यो मलाई चाहिँ है अनि सबैजनाले माया गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला होइन त्यही भन्न चाहन्छु बाइकहरू चाहिँ यहाँ छ अब चिया खाएर निस्किन्छौँ है हामी चाहिँ ओके बाई सी यु अन नेक्स्ट ब्लग